Top 5 best smartphones under 25,000 in Nepal. Number 5 Tecno Spark 30. Tecno Spark 30 लाई हजुरहरुले नेपाली बजारमा 8GB RAM र 256GB इन्टरनल स्टोरेजमा 22500 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.78 इन्च 90Hz FHD Plus IPS LCD डिस्प्ले, MediaTek Helio G91 12 नानोमिटर को प्रोसेसर, 5000 mAh ब्याट्री विथ 18W चार्जर, 64 मेगापिक्सल को ब्याक र 13 मेगापिक्सल को फ्रन्ट क्यामेरा पाउनुहुन्छ। नम्बर 4 Moto G45 5G. Moto G45 5G लाई हजुरहरुले 8GB RAM र 128GB इन्टरनल स्टोरेजमा 24500 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.5 इन्च 120Hz HD Plus IPS LCD डिस्प्ले, Qualcomm Snapdragon 6S Gen 3 को 6 नानोमिटर को प्रोसेसर, 5000 mAh ब्याट्री विथ 18W चार्जर, 50 मेगापिक्सल ब्याक र 16 मेगापिक्सल को फ्रन्ट क्यामेरा पाउनुहुन्छ। नम्बर 3 Vivo Y29. Vivo Y29 लाई हजुरहरुले 8GB RAM र 128GB इन्टरनल स्टोरेजमा 25000 र 8GB RAM र 256GB इन्टरनल स्टोरेजमा 27000 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.68 इन्च 120Hz HD Plus IPS LCD डिस्प्ले, Qualcomm Snapdragon 685 को 6 नानोमिटर को चिपसेट, 6500 mAh ब्याट्री विथ 44W फास्ट चार्जर, 50 मेगापिक्सल ब्याक र 8 मेगापिक्सल को फ्रन्ट क्यामेरा पाउनुहुन्छ। नम्बर 2 Honor X7C. Honor X7C लाई हजुरहरुले 8GB RAM र 256GB इन्टरनल स्टोरेजमा 25000 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.77 इन्च 120Hz HD Plus TFT LCD डिस्प्ले, Qualcomm Snapdragon 4 Gen 2 6 नानोमिटर को प्रोसेसर, 6000 mAh ब्याट्री विथ 35W फास्ट चार्जर, 108 मेगापिक्सल को ब्याक र 8 मेगापिक्सल को फ्रन्ट क्यामेरा पाउनुहुन्छ। नम्बर 1 Redmi Note 14 4G. Redmi Note 14 4G लाई हजुरहरुले 6GB RAM र 128GB इन्टरनल स्टोरेजमा 25000 र 8GB RAM र 256GB इन्टरनल स्टोरेजमा 28000 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.67 इन्च 120Hz FHD Plus AMOLED डिस्प्ले, MediaTek Helio G99 Ultra 6 नानोमिटर को प्रोसेसर, 5500 mAh ब्याट्री विथ 33W फास्ट चार्जर, 108 मेगापिक्सल को ब्याक र 20 मेगापिक्सल को फ्रन्ट क्यामेरा पाउनुहुन्छ। अब अन्तिममा म हजुरहरुलाई यही सजेस्ट गर्न चाहन्छु कि यदि हजुरहरु कुनै फोन अलराउन्डर हेर्दै हुनुहुन्छ भने Redmi Note 14 4G लिनु होला र 6500 mAh को बिग ब्याट्री भएको फोन लिन चाहनुहुन्छ भने Vivo Y29 लिनु होला। यदि हजुरहरु कुनै फोन अनलाइन पर्चेस गर्न चाहनुहुन्छ भने डिस्क्रिप्सनमा रहेको लिंकबाट डाइरेक्ट बाइ गर्न सक्नुहुन्छ या त कमेन्टमा दिएको नम्बरमा WhatsApp मेसेज गर्न सक्नुहुन्छ भन्दै बिदा हुन चाहन्छु।